साथीहरु। र यदि च्यानलमा नयाँ हुनुहुन्छ र च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने चाहिँ च्यानललाई सब्स्क्राइब गरिदिनु होला र यो भिडियो कस्तो लाग्छ जस्ताको तस्तै कमेन्टमा भन्नु होला। अब साथीहरु हामी भिडियोतर्फ नै लाग्ने छौं। अन्तिमसम्म हेरेर साथ दिनु होला। धन्यवाद। बिलकुटी टोल अब हामी चाहिँ गुलरिया बजारतर्फ जाँदैछौँ। दामी केराबारी रहेछ त केराखेती पनि गरेको रहेछन्। जाउँ गर्मी पनि धेरै छ है। यो चाहिँ हाम्रो शिक्षा विकास समन्वय एकाइ होइन। यतातिरबाट बजारतर्फ लागौँ। गर्मी पनि यस्तो छ कि साथीहरु, यस्तो छ। गर्मी पनि बहुत छ। पुरै पसिनल भएर यहाँ खतम भइसक्यो साथीहरु। बाटो रहेछ, बाटोहरू पनि राम्रो। अनि त्यसपछि टुवे रहेछ, राम्रो बाटो रहेछ। त पहिला यस्तो थिएन नि यो, होइन? भर्खरै गराएको रहेछ। भर्खर भन्नाले अलि पहिला नै, तर धेरै पहिला चाहिँ थिएन, पछि गराएको बाटो रहेछ। त्यस्तै भयो। मार्न पो लाग्यो त हो, गर्मी त पुरा मार्न पो लाग्यो। अन त्यो पसिना त खतम बनायो यार। हाम्रो बर्दियातिर त हो लास्टको छ त गर्मी त। हजुरहरू कुन ठाउँबाट यो हेर्दै हुनुहुन्छ, तपाईँको ठाउँतिर चाहिँ कतिको गर्मी छ यसो कमेन्टमा पनि भन्नु होला। हाम्रोतिर त लास्टै गर्मी छ, हिँड्नै नसकिने। धेरै बिचबाट पनि नहिँड म उडाइदेला फेरि यार। फेरि घर पनि जान नै नपाइएर यहीँ उडाएर छोडिदेला। स्कुल पनि छुट्टी भयो। कति भयो टाइम? ओ माई गड, 4 बज्न पो लागेछ त अहिले त। गर्मीले पनि पुरै 4 बजीसम्म पनि लास्ट गर्मी छ हो गाइस, लास्टै गर्मी छ। त्यहाँ चाहिँ कतातिर जाने बाटो रहेछ। यो चाहिँ हाम्रो गुलरियाको फुलबारी टोल भन्छ क्या यसलाई चाहिँ। के भन्छ है थाहा चाहिँ भएन।
अन्त भयो के कस्तो हुन्छ त गाइस। हामीहरू त सँगसँगै छौँ तर गर्मीले मारेर खतम बनाएको छ। अलिक बिसन्चै होला जस्तो छ आजको दिन चाहिँ। यता आइदिनु हौ। यहाँ चाहिँ के भन्दै रहेछ साथीहरूले डह्रो दिइराख्नु भएको छ त उसमा बाटोको छेउमा। ल बहिनी त उल्टो साइडबाट हिँड्छ नि त। कहाँ उल्टो बाटो हिँड्यो भने नानी हो। बहिनी त पुरा उल्टो रास्ता पो दिइराख्नु भएको छ त। उल्टो रास्ता भन्छन् कि के भन्छन्। काम चालु भइरहेको रहेछ। साथीहरू म चाहिँ फुलबारी टोलमा आइपुगेको छु होइन। तपाईँले सक्नुहुन्छ बोर्ड फुलबारी टोलमा छु गुलरिया। यो चाहिँ राजस्व अफिस पनि यही नै छ। गुलरिया भनेपछि बर्दिया जिल्लाको सदरमुकाम नै गुलरिया हो। त्यो त अब हजुरहरूलाई पनि थाहा भएकै कुरा हो। आज त्यो यसो यतातिर गुलरियातिर गइदिउँ कि भनेर भिडियो गराइदिउँ कि भनेर आएको। यो चाहिँ हाम्रो राजस्व अफिस होइन। राजस्व अफिसको गेट। राजस्व अफिस चाहिँ यो फुलबारी टोलमा छ। यहाँको भित्र चाहिँ तपाईँको राजस्व अफिस देखिन त। त्यो जङ्गलै जङ्गलमा चाहिँ देखिन्छ। जङ्गलको त भित्र पो रहेछ। अब त्यतातिर चाहिँ नपसौँ किन पस्ने र काम पनि छैन केही पनि छैन। त्यत्तिकै किन पस्ने हो र साथीहरू होइन। यार निकै टाढा पो गइसकेको रहेछ नि त हामीहरू त। मेन बजार आउन त गुलरियाको मेन चोक के चोक भन्छ अरे त्यसलाई थाहा छ? मलाई पनि थाहा छैन यार। म पनि मनमा आएको छ मुखमा आएको छैन भने जस्तो खै। राधा चोक नै के चोक भन्छ त्यहीँ हेरौँला नि। अब थाहा नभएको कुरा के हो के हो। बिर्सिनै हाल्यो बिर्सिनै हालो।
विनोद चाट भण्डार चाट भण्डार। दामी चौबाटो रहेछ नि है, यहाँनिर चाहिँ दामी गराएर रहेछ यार। यहाँ चाहिँ चौबाटो रहेछ, त्यो दामी ठाउँ रहेछ नि यो चौर। यतातिर चाहिँ उता राजापुरतिर निस्किने बाटो हो, यो चाहिँ राजापुरतिर निस्किने बाटो साथी। यो चाहिँ अब किन हामीहरू आएको बाटो भयो। अनि त्यसपछि यो चाहिँ यतातिर चाहिँ तपाईँको गुलरियातिर जाने बाटो भयो होइन। यो चाहिँ यताबाट नेपालगञ्ज जाने बाटो। र हामी चाहिँ यहाँ बिचमा छौँ। अब हामी गुलरिया जाने बाटोतिर जाउँ न, सरासर किन टाढा लाग्ने अन्त लाने हो र। अब चाहिँ हामी गुलरिया जाने लगाइरहेका छौँ होइन, बजार मेन जक्सनमा। आउनु भएको छ साथीहरू गुलरिया कमेन्ट आउनु होला है। को आउनु भएको छ नि गुलरियातिर, त बर्दिया गुलरिया घुम्न। छाता चाहिँ लिएर आउनु होला, छाता लिन चाहिँ नबिर्सिनु होला कि त भने पुसमागतिर आउनुलाई जाडोमा साथीहरू, नत्र भनेपछि त खतम बनाउँछ। यो चाहिँ बागेश्वरी सेकेन्डरी बोर्डिङ स्कुल है। छाता चाहिँ नबिर्सिनु होला। यहाँ आयो यतातिर आउनुभयो भनेपछि चाहिँ बर्दियातिर आउनुभयो भनेपछि। नत्र भनेपछि छाता नलिएर आयो भने त साथीहरू दुई पाउडर दलेर सेतै भएर हिँड्नुपर्छ। कुलवाला नवरत्नले दरो दबाएर हिँड्नुपर्छ नवरत्न। क्या यार गर्नुले।
यो चाहिँ हाम्रो मङ्गोलियन खाजा घर रहेछ। अहिले चाहिँ म बुद्ध चोकमा आइपुगेको छु होइन। यो चाहिँ तपाईँले हुन्छ यो चाहिँ बुद्ध चोक यहाँदेखि उतातिर चाहिँ बुद्ध चोक रहेछ। यतातिरको चाहिँ के छ यो चाहिँ शहीद समलाल चोक एमलाल चोक शहीद एमलाल चोक यो चाहिँ अब चाहिँ हामीहरू ठ्याक्क गुलरियाको मेन हाइवे चोकमा छौँ अहिले होइन। आइपुग्न लाग्यौँ। त्यो चाहिँ यो चाहिँ साथीहरू गुलरियाको चोक मेन चोक हो यो चाहिँ। यो चाहिँ तपाईँको गुलरियाको मेन चोक है। के रहेछ त्यहाँ हेरौँ। यो चाहिँ मेन चोक। यतातिर गयो भने चाहिँ नेपालगञ्ज यतातिर पनि जान्छ होइन। यतातिर चाहिँ राजापुर जाने बाटो भयो। यो चाहिँ राजापुर गोठियाघाट हुँदै जाने बाटो। यो चाहिँ तपाईँको पनि हामीहरू गएको बाटो। के पनि लेखाएर मूर्तिहरू यस्तो छ यहाँ चाहिँ। यो चाहिँ बजारै भनौँ। यहाँ चाहिँ प्रहरी ब्रिज हो, पुलिस चौकी भयो। यतातिर चाहिँ बजार भयो। त्यो साथीहरू गर्मी भएर यस्तो भएको छ कि के भनौँ र खै। गर्मीले गर्दाखेरि गोली पनि आइरहेको छैन। गोली जति गयो जस्तो छ। अहिले चाहिँ हामी नेपालगञ्जतिर जाने रोडतिर छौँ, जाँदैछौँ होइन।
आज यसो गुलरिया घुमेर यो चाहिँ मेन गुलरिया बजार यहाँ चाहिँ तपाईँहरूलाई कस्तो लागेको छ त्यो तपाईँहरू यो ठाउँ चाहिँ कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै नै कमेन्टमा लेख भन्नु होला है। त्यति चाहिँ यो तपाईँहरूलाई रिक्वेस्ट छ, राम्रो लाग्यो भने राम्रो लाग्यो भन्नु होला र यदि जस्तो लाग्छ त्यस्तो नै प्रतिक्रिया दिनु होला र भिडियोलाई चाहिँ एक लाइक र यदि च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भनेपछि चाहिँ गाइज तपाईँहरूले च्यानललाई पनि सब्सक्राइब गरिदिनुहोस् र बेल आइकनमा प्रेस गरेर अल अफमा चाहिँ टच गर्नु होला। यस्तै पनि हुँदैन, हाम्रो यता यस्तै पनि हिँड्दो रहेछन्। हजुर ल यो चाहिँ हाम्रो बर्दिया घडी एन्ड चस्मा पसल होइन, उहाँ चाहिँ बर्दिया एन्ड घडी चस्मा पसलको चाहिँ ओनर दाजु हुनुहुन्छ। हजुर ल यहाँ चाहिँ तपाईँ देख्न सक्नुहुन्छ सबै पाउँछ यहाँ चस्माहरूकोदेखि लिएर मोबाइलदेखि लिएर सबै तपाईँहरूले यस्तै पाउन सक्नुहुन्छ। बर्दिया घडी एन्ड चस्मा घर तपाईँको यसको ठेगाना चाहिँ ठ्याक्कै कहाँनिर छ त्यहाँ यहाँदेखि हजुर सबै नै पाउँछ यहाँ। यो कहाँनिर छ भनेपछि चाहिँ यो गुलरियाको यो भूमि सुधार मार्फत कार्यालयको अलिकति जस्ट अगाडि जानुभयो भनेपछि चाहिँ त्यहाँ तपाईँले बर्दिया चस्मा एन्ड मोबाइल पसल देख्नुहुनेछ, उहाँ हो। यो चाहिँ हाम्रो मालपोत कार्यालय गुलरियाको जुन सक्नुहुन्छ। यो चाहिँ मालपोत कार्यालय मिरकको नास्ता पसलहरू गाइज। यो चाहिँ मार्केट त्यो के भनौँ र सब्जी पसलहरू चस्मा पसलहरू सरी यो चाहिँ हाम्रो तरकारी पसलहरू है यतातिरको चाहिँ। यसको चाहिँ नाम नभनौँ, सिधै उतातिर नै हजुरहरूले नै पढ्नु होला है यो चाहिँ कुन ठाउँ हो भनेर। यो चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ होइन। यो चाहिँ हाम्रो बर्दिया जिल्ला अदालत गाइज, यो बर्दिया जिल्ला अदालत। अनि यो चाहिँ नमस्ते अफिस। नमस्ते टेलिकम दूरसञ्चार कार्यालय यो चाहिँ। त्यो राम्रोसँग देखिँदा पनि देखाएको छैन त, यस्तो छ पारा। गुलरिया नगरपालिका नगर कार्यालयको कार्यालय यो चाहिँ जिल्ला
प्रशासन कार्यालय यो बाटो फेरि कहाँ जाने हो कुन ठाउँको हो यो चाहिँ हाम्रो जिल्ला प्रहरी कार्यालय बर्दियाको है नेपालगञ्ज जाने रोड मेन हाइवेको हालत चाहिँ यस्तो छ गुलरिया सिटी हस्पिटल जिल्लाको सरकारी हस्पिटल बर्दिया जिल्लाको हस्पिटल है यो सो गेट चाहिँ अलिकति अगाडि छ हामी चाहिँ पछाडि नै छौँ गेटनिर पुगेपछि चाहिँ हेरौँला ट्राफिक सो चाहिँ के हेरिरहनु भयो प्राय घोरिएर हेरेर जानुभयो त यहीँ सेमा जाउँ न यहीँ सेमा ल ल ल ल जिल्ला हस्पिटल पनि जाउँ न आज जिल्ला हस्पिटल है देख्न सक्नुहुन्छ बर्दिया जिल्ला हस्पिटल
भित्र त के जाने हो र यसो बाहिरबाट नि हल्का हल्का हेरौँ अनि त्यसपछि जाउँला। त्यहाँ हाम्रो बर्दिया जिल्लाको हस्पिटल साथीहरू। गाइस अहिले चाहिँ हामीहरू बस पार्कतिर जाँदैछौँ होइन। राजापुर बस पार्क भन्नाले चाहिँ तपाईँको फेरि राजापुरको होइन कि यहीँ गुलरियाको, तर राजापुरतिर जाने गाडीहरू पाउँछ क्या त्यहाँ। त्यतातिर नै जानु लागिरहेको छौँ। यो चाहिँ हाम्रो विजय गेस्ट हाउस। विजय गेस्ट हाउसको अगाडिबाट सर जानुपर्छ भनेपछि चाहिँ यो बाटोबाट मिरर गार्डन पार्टी प्यालेस त्यहाँ बस पार्कतिर जाँदैछौँ होइन। बस पार्कतिरको पनि घुमौँ न, बस पार्क पनि कस्तो रहेछ। होटल गुलरियाको बस पार्क साइडको। जाने गाडी होला काठमाडौँको। यहाँदेखि बर्दियादेखि नेपालगञ्जबाट चाहिँ सिधा काठमाडौँ जाने गाडी हो यो चाहिँ। समर्पण या सस्पेन्सन के हो फेरि यो। Entry. Finally guys, bus park. गाडीहरू पाउँछ। साथीहरू आजको भ्लगहरूलाई कस्तो लाग्यो होइन, जस्तो लाग्यो त्यस्तै नै कमेन्टमा भनिदिनु होला। र यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला र भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। र यस्तै भिडियो म तपाईँहरूको सामु लिएर आउने नै छु। जो साथीहरू अहिलेलाई भने आजको भ्लग यही नै सकिन्छ। सबैलाई